डाटा टेबल यसले टेबल नै रिटर्न ds डट टेबल्स भन्ने छ नि त्यसलाई हामीले डाटा टेबल भन्छ क्या खास गरी त्यसले यसले डाइरेक्ट रिटर्न गर्न पाउँछ गेट फ्रम युजर भनेर पाउँछ होइन पहिला के थियो त कमान्ड छैन सेलेक्ट अल फ्रम टिबिएल युजर डाटा टेबल भनेको सबै उसले टेबल फर्मेटमा रिटर्न गर्छ ds डट टेबल्स हामीले गर्थ्यो नि त्यो फर्मेटलाई रिटर्न गर्ने डाटा टेबल हो जस्तै यो लोडगिटहरू बनाएको थियो नि यसरी रिटर्न त यो गर्नु पर्यो नि यो त्यसलाई कन्ट्रोल सी गरेर बिएलएल युजरमा यहाँ राख्यो भने चाहिँ के अर्थ तपाईँले कहाँबाट कनेक्सन सेटिङ डट कनेक्सन एसटिआरबाट कनेक्सन जियो जियो भनेको डाटा यो चाहिँ रिटर्न गर्नु पर्यो क्या यसलाई चाहिन्छ नि त रिटर्न ds डट टेबल यो गरिदिने बित्तिकै के गर्छ त यो भनेको नि डाटा टेबल हो क्या अब यसलाई कहाँ चाहिन्छ यहाँनिर चाहिन्छ भने चाहिँ डाटा टेबलको पावर आउने हो dt इक्वल टु plu डट गेट अल युजर रिटर्न गरेको चाहिँ यहाँ आउँछ डाटा टेबलमा हो म त्यसलाई dt डट भनेको चाहिँ डाटा टेबलमा केही रोजहरू ds डट टेबल्स डट भन्दा गर्थ्यो नि हामीले त्यसलाई डाइरेक्ट dt भन्छ है अब यसलाई के गर्ने र डाटा ग्रेन डाटा सोर्स इक्वल टु dt अब यहाँ डाटा टेबल लिएर आएको डाटा टेबल चाहिँ हामीले पाउँछ यो कसरी भइरहेछ त गेट अल युजरमा जान्छ गो टु डिफिनिसन यहाँनिर अब यहाँनिर पुगेपछि पहिला त लोड यहाँबाट हुने यहाँ जान्छ त्यसपछि यहाँ जान्छ त्यसपछि यो ठाउँमा जान्छ बिजनेस लजिक लेयरमा जान्छ यसले काम गर्नुपर्छ कोड मिनिमाइज हुँदै गइरहेछ नि त यतापट्टि जियुआईमा अब जस्तै लगइन program dot cs मा डाइरेक्ट फ्रम रन गरौँ यहाँ हुन्छ लोड गर्ने F10 गर्नु कहाँ जान्छ त गेट अल युजरमा जान्छ यसमा जान्छ यहाँले सेलेक्ट गरेर लिएर आएको डाटा सेट मात्र रेकर्ड हुन्छ युजर सेलेक्ट अल कनेक्सन स्ट्रिङ कुन युज गर्ने टिबिएल युजर छ त हैन टिबिएल युजर छैन छ कि छैन टिबिएल युजर डाटाबेस कुनमा डिबी नेम भनेर लेख्दैछ कुन हो डाटाबेस यहाँको डाटाबेस कुन हो कुन डाटासँग काम गर्दैछ कुनै डाटाबेस नै छैन प्र्याक्टिस गर्दा दिनदिनै गाह्रो हुँदै गइरहन्छ जनाको 5 2 3 4 5 जना डाटासँग एउटा डाटाबेस बनाएको छैन डाटाबेसमा गएर एउटा डाटाबेस न्यू डाटाबेस टेबल अलरेडी छ कि अब मेलमा क्रिएट गर्न दिँदैन क्या यसरी सो भन्छ क्या यस्तो चलाउनु मेलमा है के नभएको भने यसरी चाहिँ हुन्छ ब्रोडर आयो नि होइन टेस्ट ब्रोडर टेस्ट बोर्ड कतिवटा आइसक्यो टिभी ब्रोडर टिभी ब्रोडर आयो नि त रिफ्रेस गरेँ यसलाई रिफ्रेस गरेर चाहिँ आउँछ डिबीभित्र डिबी ब्रोडर आएन टेबल चाहिँ क्रिएट गरिन्छ
ब्रेक पोइन्टमा जानको लागि F5 गरेर आउँछ है मैले पाएँ जाँदैन यहाँ गयो F10 यहाँ जाने बित्तिकै के गर्यो अब टेबल लिएर आइसक्यो हरियो लिएर आइसक्यो के गर्यो यो टेबललाई डाइरेक्ट रिटर्न गरिदियो रिटर्न गर्छ यहाँ त आउँछ नि यो टेबल यो टेबललाई यसरी पहिला अस्ति छैन त पहिला जस्तो पहिलाको जस्तै भयो पनि काउन्ट युजर यसले काउन्ट गरेन किन काउन्ट युजर आइडी फ्रम टिबिएल युजर केही न केही दिएर आउनु पर्ने खै हरायो फर्म रन गर्ने के प्रब्लम आएको गायब छैन कहीँ राखेको होला कि एकछिन घुम्छ आउँछ युजरलाई काउन्ट गर्दाखेरि एरर आएको जस्तो टिबिएल युजर काउन्ट युजर आइडी फ्रम टिबिएल युजर यहाँनिर इनिसियल भ्यालुमा टिबी बोर्डर बनाइदिनु है अहिले मिस्टेक आएको जस्तो होइन यो काउन्ट युजरले के युज गरिरहेको छ नि त अब आउँछ त्यही पनि आएन कोड खतरा लेख्यो भित्र गयो के आयो टिभी बोर्ड यहाँ पनि मिस्टेक आएको छ नि त यो कसले टोटल युजर 1 लेखेको छ नि हैन जस्तै सक्सेसफुली लोड गराएको छैन है हामीले युजर क्रिएटेड सक्सेसफुली भन्ने गेटअप युजर कहाँ युजर क्रिएटेड सक्सेसफुली गर्ने चाहिँ कहाँ आउनु पर्यो यहाँनिर लोड ग्रिड भनेर आउनु पर्ने आउँछ होला त्यसो जसमा सबै फङ्सनहरू सारिदिन्छ यता पनि काउन्ट युजर भनिन्छ नि यो पनि राखिदियो काउन्ट युजर भन्ने छ यसलाई के गर्यो डाटा यसलाई काउन्ट युजरलाई डाटा टेबल बनाइदियो यसलाई पनि किनभने उसले पब्लिक कतिवटा लिएर आउँछ टेबलमा लिएर आउँछ है डाटा टेबल काउन्ट युजर भनेर राखौँ काउन्ट युजरको लागि फङ्सन के हो त यो हो नि त्यसले डाटा टेबल लिएर आउँछ यसले डाटा टेबल लिएर आयो हामीले के गर्नु पर्यो टेबल्स एउटा रो एउटा कलम लिएर आउने त्यसले अनि त्यो भने त टेबल नै हो नि कनेक्सन सेटिङ्स काउन्ट युजरको पनि भयो सब मेथडलाई सार्दैछ म चेक युजर भन्ने छ यिनीहरूले डाइरेक्ट यतिको लेख्दा नि हुन्छ यसमा टेक्स्ट बक्स छैन नि लेख्न पाएँ नि लेख्न पाएँ त कनेक्सन सेटिङ्स कनेक्सन त्यसपछि अरू के छ रजिस्टर पनि भयो सर्चको पनि छ अनि चाहिँ गेट युजर बाई युजर नेम होइन त्यही
चेक युजर भन्ने छ नि, यसलाई डाइरेक्ट यतिकै गरे हुन्छ चेक युजरहरूलाई चाहिँ, किनभने यसमा त फङ्सनले बनाएको नि त्यो खास गरी। कन्ट्रोल सी यो बनाइसक्यो चेक युजर, काउन्ट युजर, चेक युजर, अझै के चाहियो सर्चको लागि डाटा टेबल बनाएर डाटा टेबल लिएर आउँछ त पब्लिक डाटा टेबल कपी गरेर राखिदिन्छ। कन्ट्रोल सी सब ठिक छ है। अब यसको ठाउँमा यो आयो हैन, पर टेक्स्ट बक्स थियो, सर्च युजर पनि भयो। अरू के छ यसलाई अब डिलिट, सबलाई डिलिट हाल्नु, यो काम भएको जति थियो नि सर्चको पनि के गर्नु, यहाँ पनि यहाँसम्म मात्रै डिलिट गर्नु, यसमा मात्रै डिलिट गर्नु। अब सर्चको लागि के थियो डाटा टेबल blu डट सर्च युजर भन्छ नि, अब txt सर्च मात्रै गरेर जाने भयो। यो ts यसको ठाउँमा के युज गर्नुपर्ने भयो, यो हेर्नु त, यसलाई के दिनुपर्ने dt दिनुपर्ने, ठिक छ नि त। अब ठिक छ, त्यसपछि अर्को के युज गर्ने चेक युजर भनेर युज गरेको थियो। अब यहाँ के गर्ने त चेक युजर कहाँबाट आउँछ त blu डट चेक युजर है, युजर अलरेडी एक्जिस्ट, चेक युजर भन्ने हटाइदिन्छु है मैले, चेक युजर पनि भयो। अरू के थियो चेक युजर यहाँ पनि छ नि त, यसलाई हटाइदियो हुन्छ नि हैन, चेक युजर त बिएलयू वटा लिएर आइसक्यो नि त मैले, त्यहाँ आइसक्यो फङ्सन है। हेर काउन्ट युजर यो पनि यहाँ चाहिँदैन, काउन्ट युजर कहाँ युज भएको छ, काउन्ट युजर यहाँ युज भएको छ हो। अनि त्यो ठाउँमा काउन्ट युजरको ठाउँमा के गर्नु पर्यो, यहाँनिर काउन्ट युजर कहाँ थियो, त्यसले के रिटर्न गरेको छ, डाटा टेबल रिटर्न गरेको छ भनेपछि हामीले कसरी भ्यालु ल्याएको थियो, lbl डट टेक्स्ट इज इक्वल टु टोटल युजर गरेर प्लस डबल कोट स्पेस है प्लस, काउन्ट युजर कहाँबाट आउँछ डाटा टेबलले पनि जान्छ, जानु त पऱ्यो नि, युजर काउन्ट युजर हुन्छ नि उता, त्यो काउन्ट गर्छ। dt को डट कुन रोजको जेरोको यस्तो गराएको थियो पहिला पनि है, रोजको जेरो कलम नै लिएर आउँछ डट हिस्ट्री, बुझ्यो होला, सबै गरी सिकाएको छ। होइन काउन्ट युजरले जेलाई कल गर्नु भइहाल्यो, यो सी सानो चाहिँ ठुलो छ नि, पारेर काउन्ट युजरले काउन्टले कल गरायो नि, यो उतापट्टि कल गरेको, यसलाई कल गरेको, यहाँ कल गरेको, यसले के लिएर आइरहेछ केही रोज लिएर आइरहेछ। सर एकचोटि हेऱ्यो भने F9 गरेर सब बुझिन्छ यहाँनिर, जस्तै F9 गर्यो कहाँ चाहिँ काउन्ट युजर F9 यहाँ रहेछ टोटल युजर भनेर, यहाँ F9 यहाँ र त अब यो प्रोसेस हेरेर त पहिला गरे आस्थ्यो, यो पहिला जसले बुझाएको छ गर्न सक्छु यो। आज कपी पेस्ट गरेर मलाई कस्तो कस्तो भएर यो काउन्ट युजरमा गयो, यसले डाटा सेटमा कति लिएर आउँछ, के लिएर आउँछ, जेरो रोज जेरो कलम लिएर आउँदैन, टु लिएर आएर चाहिँ नि, अनि चाहिँ मैले लिँदाखेरि के गरेँ, यो फङ्सन त लिनु पऱ्यो नि, उसले डाटा टेबल रिटर्न गर्छ नि त, डाटा टेबल यहाँ लिएँ, अनि नल छ, यो डाटा टेबलमा कति आउँछ, ये आउँछ जेरोको जेरो रोज होइन, अनि चाहिँ त्यो टोटल युजर इज इक्वल टु यो डट हिस्ट्री, यसको कति आउँछ, यसको भ्यालु कति आइरहेछ, क्विक वाच गरौँ, 2 आइरहेछ, यसले कति लेख्यो टोटल युजर 2 भनेर लेखिदिनु भयो नि त, यस लिएर आउँछ है। यहाँनिर कता कता प्रब्लम आइरहेछ, के लोड भेरी कहाँ के भएको कसरी यहाँ गयो, अनि यहाँ कसरी हो त मैले लेखेको टु स्ट्रिङ हो, यो पनि बुझ्यो काउन्ट युजर। त्यसपछि हाम्रो अर्को के थियो सर्च युजर, F9 थिएछ यहाँ हैन त, मैले सबै कोड ट्रान्सफर सर्च युजरको के गरेँ मेथड बनाएको छु, यहाँ पनि F9
नि त सबै सजिलो छ क्या एउटै काम हो सबै अब यहाँ F10 गऱ्यो कन्फ्युजर हो यहाँ F5 गरौँ यहाँ सर्च गरौँ एलटिआर हरि भनेर सर्च गरौँ सर्च गर्ने बित्तिकै के गर्छ यहाँ जान्छ युजर नेम हरि लिएर जान्छ यसले आउँछ डाटा सेट टेबल लिएर आउँछ सबै अघि के थियो रिटर्न ती टेबल रिटर्न गर्यो रिटर्न गरेर कहाँ लोड गर्थ्यो डिबीमा लोड गर्यो आयो सर्च हो क्या अब अरू के बाँकी छ के बाँकी छ अर्को जुन चाहिन्छ त्यो मात्र अब एडिट होइन एडिट त आफैले गर्ने नि अब यहाँनिर सर्चको पनि भयो है त्यसपछि यो चेक युजर भने नि यहाँ F9 त्यसपछि कहाँ जानु पर्छ यहाँ जानु पर्यो चेक युजरमा जानु पर्यो गो टु डेफिनेसन यहाँ पनि F9 गर्नु रिटर्न ट्रु र फल्स लिएर आउँछ F5 गरेर हो जस्तै हरि भन्ने युजर क्रिएट गर्न दिनु भएन त्यही गरी रजिस्टर गर्ने बेलामा के भन्छ त उसले यो युजर नेम कहाँ लिएर गयो यहाँ लिएर गयो हरि भन्ने डाटाबाट सेलेक्ट गरेर लिएर आइरहेछ हो यसले रोज के गर्छ पाउँछ कि पाउँदैन रोज पायो पाउने बित्तिकै के गर्छ रिटर्न ट्रुमा जान्छ यहाँनिर के लिएर आउँछ रिटर्न ट्रु लिएर आयो मेसेज बक्स युजर अलरेडी रेजिस्टर देखाइदियो है F5 गर्दै फेरि अब रमेश भनेर यो रेजिस्टर गरेर रमेश भनेर लिएर आउँछ यसले रमेश गइरहेछ है यो अनुसार यसले रमेश यसमा राख्छ रमेश के गर्यो डाटा टेबलमा रमेश आयो आएन कहाँ जान्छ फल्समा जान्छ फल्स जाने बित्तिकै यहाँ छिर्छ छिर्दैन यहाँनिर जान्छ क्रिएट युजर मेसेज बक्स क्रिएट युजर क्रिएटेड सक्सेसफुली दिन पनि आयो थप्यो अब रन गर्दाखेरि डबल क्लिक गर्दाखेरि यहाँ त आइरहेछ नि त्यो कोड त डिलिट गरेर छ नि हामीले यसमा त किन के अरे अब्जेक्ट ओरिएन्टेड भन्नु अब अपडेट गर्दा अपडेट हुनु पऱ्यो डिलिट गर्दा डिलिट हुनु पऱ्यो कहाँ लेख्नु पऱ्यो त बिएलएल युजरमा लेख्नु पऱ्यो कल कहाँ गर्नु पऱ्यो त एडिट युजरमा अपडेटमा कल गर्नु छैन सजिलो फटाफट इम्प्लिमेन्ट चिपिसक्यो इम्प्लिमेन्टेसन मैले त्यही एउटा गरेपछि अर्को पनि भोलि गरेर लिएर आउने हो नत्र एकदम गाह्रो हुँदै जान्छ अझ यो त मैले केही सिकाएकै होइन यसैमा कन्फ्युज भएको भने त कहाँबाट हुन्छ त नि कसरी खतरा बन्ने खतरा बन्नु परेन कि नबन्ने खतरा यहीँ सिकेर छोडिदिने त्यसले नि म यसमा नि लजिक लगाइदिन्छु केही फरक पर्दैन मलाई लजिक गर्ने यसमा अब यहाँ के गर्ने अपडेट क्लिकमा अपडेटको लागि यो कहाँ लेख्ने त बिएलएलमा लेख्ने है डिलिटको लागि कहाँ लेख्ने यो बिएलएल युजरमा लेख्ने कल मात्रै गर्ने बिएलयु डट डिलिट युजर भन्ने मात्रै कल गर्ने हो यहाँ यो सबै कहाँबाट पठाउने त यहाँ युजर आइडी यहाँबाट पठाउने हो यहाँ जति डिलिटको लागि सेम नि हो नि त कन्ट्रोल सी अपडेटको लागि अपडेट युजर के चाहियो युजर आइडी चाहियो एउटा अझै युजर आइडी पठाइदियो इन्ट गरेर इन्ट युजर आइडी अब के गर्नु पर्यो यसको क्वेरी कहाँ छ हाम्रो एडिट युजरमा छ कहाँ छ एडिट युजर डट सीएसई क्वेरी यहाँ फटाफट मैले पाउँछु क्या यहाँसम्म यसलाई के गरौँ यस्तो गरिदिनु भएन बिएलएल युजरमा अब यसलाई के गरिदिने त यहाँनिर गयो यसलाई एक्जिक्युट नगरी यहाँसम्म त सिमिलर नै हुँदैन कन्ट्रोल बी यस्तो गरिदिने हो ठिक छ एक्जिक्युट नगरी ट्राईलाई यसलाई कन्ट्रोल यसलाई चाहिँ डिलिट गरिदियो कन्ट्रोल क्लोजर गरिसकेको छ नि हामीले यहाँ के हुन्छ युजर नेम पासवर्ड त्यहाँबाट आउने नि त्यो युजर टाइप युजर आइडी कनेक्सन सेटिङ डट कनेक्सन यति गरेपछि यो त कल गर्ने मात्रै त नि यहाँनिर कसरी कल गर्ने अब्जेक्ट बनाएर कल गर्ने नि त युजर अब्जेक्ट बनाउने बिएलयु इज इक्वल टु बिएलयु युजर अब यहाँ के कल गर्ने बिएलयु हुन्छ त्यहाँ लेखिसक्यो नि त हामीले
टेबलले रिटर्न गर्ने इन्टिजर हो नि त डट क्रिएट युजर हो नि त क्रिएट अपडेट युजर अब के गर्ने भ्यालुहरू पठायो हुन्छ भने चाहिँ टेक्स्ट बक्सबाट जाने हो हो कमा गरेर लिएर जानुपर्छ पासवर्ड पठायो भने पासवर्ड लिएर गयो के चाहिँ युजर टाइप पनि पठाइदियो युजर आइडी पनि पठाइदियो यति पठाइदियो त काम गरिहाल्छ if I is greater than 0 बल्ल म्यासेज बक्स फर्म खोल्छ ठिक छ सिधै यसलाई यसरी डिलिट गरिदिनु यो कोड त उता लेख्छ ट्रान्सफर गर्छ मैले त्यही कोड होइन दियो नोटिफिकेसन त्यही कोड होइन त टेक्स्ट बक्स चाहिँ यहाँ अहिले टेक्स्ट बक्स छैन डिलिटको लागि लेख्न सकिँदैन त्यही कोड यताको उता लेख्नु भएर चाहिँ मिनिमाइज चाहिँ कसरी भयो यो भनेको लजिकहरूलाई सेपरेट देखिन्छ क्या लजिक लजिक सेपरेट देख्यो उताबाट सर यो युजर आइडी कताबाट आयो अझ मिनिमाइज गरिदिउँ म अझ मिनिमाइज गर्न बाँकी नै थियो त तिमीलाई सेम टु सेम पढाएको यो त्यो ग्रिडबाट आउने हैन यो युजर आइडी युजर आइडी यहाँनिर ग्रिडबाट यो ठाउँमा स्टोर गर्छु नि त मैले यो त अर्को फर्म हो नि त एडिट युजर फर्म हो यसमा त युजर आइडी उता ग्रिडबाट पठाउँछु यो फर्म खोल्दाखेरि हो नि त फर्म खोल्दाखेरि यसमा जान्छ कहाँबाट जान्छ त ग्रिडबाट जाने नि त यो ग्रिडबाट एडिट फर्म खोल्छ नि त्यसमा युजर आइडी लिएर जाने नि त कति छोटो मिठो भयो एकछिन यसमा चाहिँ त्यो कनेक्सन स्ट्रिङलाई चाहिँ स्ट्याटिक नबनाएको भए के हुन्थ्यो यहाँ अब्जेक्ट कल गरेर त्यो कनेक्सन स्ट्रिङ कल गर्नु डाइरेक्ट स्ट्याटिक बनाइसकेपछि यसलाई युज गर्न सजिलो भयो भने स्ट्याटिक युज गरेको स्ट्याटिक इक्जाम्पल पनि देखेको है अझै कोड मिनिमाइज गर्न सकिन्छ यहाँ मैले त मिनिमाइज गरेको छैन यो त अझै रटान दिइरहेको यही कोडहरू गर्दै गर्नु यता र उता गरिदिरहेको अलिअलि फरक देखाइदिरहेको यहाँनिर युजिङ लेखाएको कन डट क्लोज कन डट ओपन गर्नै पर्दैन युजिङ लेखेपछि युजिङ लेखेर सर्भर पठाइदिनु यो सबै आरएममा पछि पठाउँछु म अहिले यसरी सर्भर जुन बुकको आधारमा यो गरेको बुकमा यस्तै गरेर पाइन्छ अलिकति अब्जेक्ट ओरिएन्टेड बनाइदिएको मात्रै हो अब्जेक्ट खेलाउन सिकाइरहेको यो बुझ्यो अब्जेक्ट कसरी गर्ने सबै आइसक्यो बिएल युजरमा के छ सर्च युजर पनि छ चेक युजर पनि छ मान्छे हामीले चेक युजर उता कल गर्नु पुल भनेर डिक्लेयर गर्नुपर्छ छ कि छैन उताबाट पठाउनु पर्यो यसको टेक्स्ट बक्सबाट यो त क्लास हो नि त हामीले फर्मबाट पठाउनु के पठाउनु पर्छ यो फङ्सन गर्नु टेक्स्ट बक्सबाट पठाउनु त यहाँनिर उसले रिटर्न गर्छ बुलियन भ्यालु उता ट्रु र फल्स चेक गरिदिन्छ उसले किनभने होल्ड गर्छ नि त उसले होल्ड गर्ने ठाउँ हुन्छ नि त्यसले होल्ड गर्यो उसले एकचोटि म बोर्डमा अझै क्लियर गर्छु कुन मेथड छ भने त्यहाँ क्रिएट हेरेर है अझै क्लियर यतापट्टि बिएलएल युजर बनाएको छ बिएलएल युजरमा के छ मेथडहरू पब्लिक इन्ट युजर भनेर बनाएको छ यो चाहिँ स्ट्रिङ युजर नेम बिएलएल युजर हो है यो चाहिँ बुझिराख्नु युजर नेम त्यसपछि पासवर्ड स्ट्रिङ पासवर्ड यसरी पठाउँछ नि त स्ट्रिङ युजर टाइप एउटा मेथड होइन युजर टाइप यस्तो मेथड छ हो कि न त्यस्तै पब्लिक डाटा टेबल भन्ने गेटवाट युजर पब्लिक डाटा टेबल गेटवाट युजर भन्ने छ गेटवाट युजर भन्ने छ यसको रिटर्न टाइप डाटा टेबल यसको रिटर्न टाइप इन्टिजर हो त्यसपछि अर्को पब्लिक चेक युजर युजर बुल CHCK चेक युजर केबाट चेक गर्ने त स्ट्रिङ युजर नेमबाट चेक गर्ने त्यहाँदेखि एउटा रिटर्न टु र फल्स गरेर पब्लिक अरू के थियो डाटा टेबल काउन्ट युजर
डाइरेक्टली रिटर्न गर्ने टेबल नै हो है। त्यसपछि अर्को के थियो पब्लिक गेट युजर बाई युजर नेम डाटा टेबल है त्यो पनि त्यसले युजरको रिटर्न गर्नु पर्यो नि सेलेक्ट गर्ने गेट के अरे गेट युजर बाई युजर नेम गेट युजर बाई युजर स्ट्रिङ युजर नेम बनाउनु पर्यो। अनि यति तिनवटा गरेर यति 4-5 वटा छ यसलाई कसरी कल गर्छौँ हामीले यसको अब्जेक्ट बनाउनु पर्यो फर्म भनेर फर्म डट सिएस हो फर्म डट सिएच अब जस्तै मलाई के ग्रिडलाई लोड गर्नु पर्यो कहाँ फर्मको पेज फर्म लोड हो फर्म लोडमा कल गर्नु पर्यो थाहा छ नि ग्रिडलाई लोड गर्नु फर्म लोडमा लोड हुनु पर्यो अनि चाहिँ हामीले यसको अब्जेक्ट बनाउँछौँ डिएलएल युजरको डिएलयु इज इक्वल टु यु डिएलएल युजर ठिक छ भने त्यसपछि अब मलाई कुन मेथड चाहियो यो मेथड चाहियो नि अनि त तर यसले रिटर्न गर्ने के हो डाटा टेबल अनि यहाँ त होल्ड गर्ने ठाउँ राख्नु पऱ्यो नि डाटा टेबल अनि डाटा टेबल किनकि त्यसले रेकर्ड ल्याएको रेकर्ड यहाँ बस्नु पऱ्यो नि ओके यहाँ राख्नु पऱ्यो नि अन्त टेबलै रिटर्न गर्ने इन्टिजर डाटा टाइप राख्नु पऱ्यो डाटा टेबल हो भने डाटा टेबल डाटा टाइप ओके न रो र कलमको फर्मेटमा रिटर्न त्यही भएर यसले होल्ड गर्न सक्छ। अब कुन कल गर्नु पऱ्यो बिएलयु बिएलएल युजरमा हो बिएलयु डट गर्ने बित्तिकै गेट गेट अल गरेन अहिले के रिटर्न गरेर डाटा टेबल आएर डाटा ग्रिड भ्यूमा डट डाटा सोर्स गर्न मिल्यो बुझ्यो अब यो अनि ठ्याक्क उसले रिटर्न गरेको के लिएर आउँछ रिटर्न बिएस डट टेबल गरेर आउँछ लास्टमा बिएस डट टेबल्स लिएर आएको फिल यहाँ गरिसकेको हुन्छ उसले टेबल्स के भनेर यसरी रिटर्न गर्नु टेबल होइन त्यसले टेबल लिएर आएर उयो चाहिँ यहाँ राखिन्छ भाइ फर्म लोडमा बटन क्लिकमा क्रिएट बिटिएल क्रिएटमा क्रिएट क्लिकमा हो नि त यसमा जब क्लिक गर्छ नि त क्रिएटमा आउँछ अनि चाहिँ यसले क्रिएट युजर भनेर कल गर्नु यसले के रिटर्न गर्छ इन्टिजर रिटर्न गर्छ इन्ट आई भनेर लेख्यौँ मैले अनि चाहिँ बिएलयु हो नि त बिजनेस लजिकमा अब्जेक्ट बनाउँछ नि त क्रिएट युजर भनेर कल गरेर के चाहिन्छ युजर नेम पासवर्ड भन्छ यसमा त्यो त के हो त हाम्रो फर्म हो टीएक्सटी गर्दै पठाउनु पर्यो नि त्यसमा भ्यालु त भ्यालु माग्छ नि त हामीले क्रिएट युजर कल गर्ने टीएक्सटी युजर नेम टेक्स्ट टीएक्सटी पासवर्ड टेक्स्ट होइन यस्तो गर्दै सबै भ्यालुहरू यहाँबाट लिएर गयो अब क्रिएट भइसकेपछि यहाँ रिटर्न भन्ने छ नि रिटर्न सिएमडी डट एक्जिक्युट नन क्वेरी भनेर छ नि इन्सर्ट एक्जिक्युट नन क्वेरी यसले रिटर्न के गर्छ त 0 मान रिटर्न गरेर जतिवटा रोज इन्सर्ट गर्छ आएको भ्यालु ग्रेटर देन 0 लिएर आउँछ अनि यो गर्ने बित्तिकै यति इन्टिजर लिएर आउँछ यहाँ भ्यालु के लिएर आउँछ इफ आई इज ग्रेटर देन 0 भनेपछि के गर्ने मेसेज गर्छ क्रिएटेड सक्सेसफुली लेख्नु पर्यो अब चेक युजर पनि गर्नु कहाँ छ चेक युजर भन्ने छ यो माथि हुनु पर्यो नि हो त अनि चाहिँ के रिटर्न गर्छ बुलियन अनि यहाँ के लेख्नु पर्यो बिओएल सीएचके भनेर लेख्नु पर्यो ओकेन अब यो यति भेटाइदियो यो त बुझ्यो हैन है अब यो भन्दा माथि ठ्याक्कै क्लिक गर्नुभन्दा माथि चेक युजर भनेर लेख्यो अब कुन बिएलयु भित्र छ हैन त र सीएचसी के चेक युजर यसले के माग्यो त प्यारामिटर स्ट्रिङ युजर नेम माग्यो कहाँबाट जान्छ टीएक्सटी युजर नेमबाट जान्छ लिएर गयो यहाँ सर्भर अब रिटर्न ट्रु र फल्स गर्छ नि अनि इफ यसमा त ट्रु र फल्स आउँछ अनि यहाँले यसले लास्टमा रिटर्न ट्रु गर्छ फल्स गर्छ अनि हाम्रो होल्ड गर्ने ठाउँमै राखिसकेको छ ट्रु र फल्स यसले लिएर आउँछ कि छ कि छैन भनेर चाहिँ इफ सीएचके भनेको ट्रु इफ ट्रु छ भने के गर्नु पर्यो त मेसेज बक्स दिनु पर्यो एमएसजी एल्स कन्डिसनमा के गर्नु पर्यो त अहिले क्रिएट युजर थियो नि क्रिएट युजर यहाँ हुन्छ यो बुझिन्छ अब अरू सबै मेथड त्यसरी काउन्ट युजर भन्ने कल गर्नु पर्यो यसमा एउटा मेथड बनायो त्यसले काउन्ट युजर कल गर्थ्यो यसरी नै सर्ट कल गर्दै गएको
घरमा जबसम्म एकचोटि हेरिँदैन तबसम्म बुझिँदैन है। तर के गाह्रो छ, केही गाह्रो नै छैन। फङ्सनलाई कल गरेर त्यसको जे जे प्यारामिटर छ त्यो प्यारामिटर पठाइदियो, लास्टमा यसले के रिटर्न गर्छ। कन्फर्मेसन जस्तै त भयो नि यो, इन्टिजर बुल के रिटर्न के इन्सर्ट भयो कि भएन भने यहाँनिर रिटर्नको भ्यालु आउँछ कि आइडी भ्यालु आउँछ। आइडी भ्यालु आउँछ कि थाहा पायो, इन्सर्ट भयो भएको छैन। ठिक छ, अब स्टप गरिदिन्छु है। तिमीहरू फेरि